यदि हजुरको कुण्डलीमा चन्द्रमा र मङ्गलको लक्ष्मी योग बनेको छ भने साँच्चै नै लक्ष्मीको कृपा आशीर्वाद तपाईलाई मिल्नेछ। आज म चन्द्रमा र मङ्गल ग्रहबाट बन्ने लक्ष्मी योगको बारे तपाईहरुलाई म एकदम सर्टकट छोटो मिठो बताउने छु। चन्द्रमा र मङ्गल ग्रह यदि हजुरको कुण्डलीमा एउटै घरमा बसेको छ वा एकले अर्कोलाई दृष्टि दिएको छ भने पनि तपाईको कुण्डलीमा चन्द्रमा र मङ्गल ग्रहको लक्ष्मी योग बनेको छ। यो योगले धन सम्पत्ति जोड्ने, प्रोपर्टी बनाउने तपाईलाई एनर्जी दिन्छ। यो योगमा चन्द्र ग्रहले माइन्ड र प्लानिङलाई ह्यान्डल गर्छ भने मङ्गल ग्रहले एक्सन, साहस र कार्यान्वयन गर्न हेल्प गर्छ। यो योगले हजुरको इन्कम बढ्छ, बिजनेसमा ग्रोथ हुन्छ र घर, जग्गा, जमिन तपाईको नाममा स्थिर भएर लामो समयसम्म रहन्छ। यो योग छ भने साँच्चै नै तपाईलाई लक्ष्मीको आशीर्वाद जीवनकाल तपाईलाई रहन्छ। हजुरको कुण्डलीमा चन्द्रमा र मङ्गल एउटै घरमा बसेर वा चन्द्रमा र मङ्गलको परस्पर दृष्टि भएर लक्ष्मी योग बनेको छ वा छैन कमेन्ट गर्नु होला। हस्त नमस्कार।